Hello everyone, welcome to my new video. आज चाहिँ म चाहिँ हेयर स्टाइलको भिडियो बनाउँदैछु हैन। आज म हजुरलाई चाहिँ बबल ब्रेड कसरी बनाउनु भन्ने सिकाउँछु। फर्स्टमा हजुरले हजुरको कपाललाई चाहिँ दुईटा सेक्सनमा पार्ट गर्नु होला। त्यसपछि कोर्ने हैन, अलि राम्रोसँग कोरिसकेपछि चाहिँ हजुरले चाहिँ चाइनिज रबर लिन सक्नुहुन्छ। बबल ब्रेडको लागि चाहिँ धेरै नै हामीलाई चाहिँ रबर चाहिन्छ, त्यसकारणले चाहिँ चाइनिज रबर हजुर लिन सक्नुहुन्छ हैन। अनि त्यसपछि यो फर्स्ट अर्को साइडको चाहिँ कपाल बाँड्ने, अर्को साइडको चाहिँ अनि हजुरले स्टार्ट गर्न सक्नुहुन्छ। फर्स्टमा सानो सेक्सन लिएर चाहिँ त्यसलाई बाँड्ने चाइनिज रबरले। हजुर चाहिँ डिफ्रेन्ट कलर युज गर्न सक्नुहुन्छ। मैले चाहिँ फर्स्टमा पिङ्क युज गरेँ। अनि त्यस्तै गरेर अर्को पनि ब्रेडलाई अर्को चाहिँ सेक्सनलाई लिएर चाहिँ सँगै गरेर बाँड्ने। त्यो पनि हजुरले अर्को कलर लिन सक्नुहुन्छ। मैले चाहिँ पर्पल लिएको छु है। अनि त्यसपछि फेरि अर्को सेक्सन लिएर चाहिँ त्यो लाई पनि बाँधिसकेपछि चाहिँ फेरि कन्टिन्युसली हजुरले चाहिँ त्यस्तै गरेर चाहिँ तलसम्म बाँध्न सक्नुहुन्छ। यहाँ भिडियोमा देखाए जस्तो। अनि यहाँ डिफ्रेन्ट कलरले चाहिँ हजुर तलसम्म टुप्पासम्म बाँध्ने हैन। बाँधिसकेपछि चाहिँ अलिकति यो जुन हजुरले बनाउनु भएको छ त्यसलाई चाहिँ अलिकति हैन फिजाउने, अलि बाउन्सी देखाउनको लागि मैले यहाँ गरेको जस्तै अलिकति फिजाउने यसो गर्ने हैन। बाउन्सी देखाउँदैले चाहिँ अलि किनकि नामै बबल ब्रेड हो, त्यसकारण अलिकति बबल टाइप देखाउनुपर्छ। अलिकति हैन तान्ने माथि अनि त्यसपछि चाहिँ बाउन्सी देखिन्छ। अब अर्को पार्ट सकेपछि चाहिँ अब नेक्स्ट पार्ट स्टार्ट गर्नु होला। यो पनि सेम सिमिलर, यतापट्टिको साइडमा जस्तो गर्नुभएको थियो अर्को साइड पनि त्यस्तै सेम हैन। यसमा पनि हजुरले फर्स्टमा कुन कलर युज गर्नुहुँदै थियो त्यस्तै सेम कलर युज गर्नुभयो भने चाहिँ एकदम राम्रो देखिन्छ है। फाइनल लुक चाहिँ यस्तो छ। मैले फाइनली दुईटै ब्रेड बनाइसकेँ दुईटै साइडको। अनि पछाडिबाट चाहिँ यस्तो देखिन्छ। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।